यतिखेर तपाईहरू हेर्न सक्नुहुन्छ रातमा सुदन गुरुङ काठमाडौँबाट आएर विराटनगरका नर्सिङ होम गएर जति पनि घाइतेहरू छन् उहाँहरूको अवस्था र उहाँहरूको कन्डिसन विषयमा आफै गएर घाइतेहरूसँग कुरा गरेर उहाँहरूको मनोबल बढाउँदै हुनुहुन्छ र साथै उहाँहरूको तुरन्तको अवस्था के छ कसो छ र कसरी यो झडप भयो र कसरी घाइते भयो यो विषयहरूमा उहाँले चाहिँ आफै सबै बिरामीलाई भेटेर यो विषयको छानबिन गर्दै हुनुहुन्छ। तपाईहरू यो भिडियो मार्फत हेर्न सक्नुहुन्छ। एक बिरामीको बेडमा उहाँ पुगेर उहाँको तत्काल अवस्था र डाक्टरहरूसँग के छ कसो छ भनेर सबथोक उहाँ बुझ्दै हुनुहुन्छ। तपाईहरू यहाँ हेर्न सक्नुहुन्छ र साथै यहाँको जति पनि बिरामीहरू थियो योहरू हेरिसकेपछि मृतकहरूको घर पुगेर त्यहाँ उहाँहरूलाई चाहिँ अब यो घटना घटिसक्यो तर अब यसको निकास गर्नको लागि के गर्न सकिन्छ यस विषयमा उहाँ चाहिँ मृतकको परिवारलाई भेटेर कुरा गर्दै हुनुहुन्छ।